नमस्कार, म खुसी बेबील्यान्डदेखि हामीले फेरि अहिले जाडोको लागि भनेर हस्पिटल ब्याग रेडी गरेका छौँ। हामीले यो हस्पिटल ब्यागमा के राखेका छौँ हेरौँ है। फर्स्टमा राखेका छौँ हामीले यो ब्ल्याङ्केट, बेबीलाई होल्डिङ गर्नलाई होल्डिङ ब्ल्याङ्केट राखेका छौँ एउटा। यसमा पनि हजुरले कलर अप्सन चाहिँ पाउनुहुन्छ है। अनि अर्कोमा छ युरिन म्याट, यो मस्लिनको युरिन म्याट हो। हामीले मस्लिनको युरिन म्याट राखेका छौँ। अर्को राखेका छौँ हामीले मामु र बेबीको लागि भनेर यो भोटो चोली सेट। यसमा एउटा टोपी हुन्छ, एउटा सुरुवाल हुन्छ, एउटा भोटो हुन्छ अनि एउटा चोली हुन्छ र मामुको लागि गाउन हुन्छ है। यसमा पनि हजुरले कलर अप्सन चाहिँ पाउनुहुन्छ। अनि अर्को छ मुठी पन्जा, अर्को छ 11 पिस सेट जो बेबीको लागि हुन्छ, तातो छ। यसमा यो हुन्छ एउटा ब्ल्याङ्केट, एउटा सुरुवाल, अर्को सुरुवाल अनि एउटा रम्पर, यसमा टोपी छ रम्पर र एउटा टी सर्ट। यसमा पनि हजुरहरूले कलर अप्सन पाउनुहुन्छ। अर्को रहेको छ न्यापकिन, यो 3 पिस राखिदिएका छौँ हामीले बेबी ऱ्याप गर्नको लागि भनेर। अर्को छ वाइटमा न्यापकिन, यो हामीले 2 पिस राखिदिएका छौँ है, 2 पिस छ। एउटा छ 5 पिस सेट, यसमा पनि हजुरले कलर अप्सन चाहिँ पाउनुहुन्छ। जाडो फर भएको तातोमा छ यो पनि। अर्को राखिदिएका छौँ बेबीको लागि भनेर 3 पिस सक्स। अर्को चाहिँ एउटा मस्लिनको रम्पर, यसो चाहिँ भित्रदेखि फाइबर राखेको छ, एकदम न्यानो छ है, एकदम न्यानोमा छ र यहाँ मोजा सहितको छ एउटा रम्पर। अर्को चाहिँ एउटा वाइप्स सेन्सिटिभको। अनि अर्को छ यो फिडिङ बोतल, मामुको लागि डिस्पोजेबल प्याड, अनि एउटा बेबीको लागि भनेर बेबीको डाइपर र मामुको लागि फिडिङ गरा। र अर्को छ यो ट्राभल प्याक, यसमा के छ हेरौँ है। ट्राभल प्याक छ बेबीको लागि हो, हजुरहरूलाई बेबीलाई कहीँ लगेर जाँदा एकदम सजिलो हुन्छ यसमा ट्राभल गर्नको लागि है। एउटा यो छ डाइपर ऱ्यासेस क्रिम, एउटा अर्को छ क्रिम फेस क्रिम, अनि एउटा अर्को रहेको छ स्याम्पू बेबीको लागि, अर्को छ एउटा लोसन, अर्को एउटा छ मसाज ओइल, अर्को एउटा छ यो पाउडर बेबीको लागि। फेरि अर्को रहेको छ एउटा बडी वास है, बडी साबुनको छ, यो बडी वास राखिदिएको छ। ट्राभल प्याकमा चाहिँ यति छ।